फेरि पनि हजुरहरूलाई के शुभकामना सूचना गर्न चाहन्छु भने हामीले आज हाम्रो कार्यक्रममा लकी ड्रको पनि आयोजना गर्नेछौँ र तपाईँहरूसँग भएको टिकट दिएर त्यसमा €1 एक्स्ट्रा दिनुहोला र त्यसलाई हामीले फर्स्ट सेकेन्ड र थर्ड प्राइजको रूपमा लकी ड्र गर्नेछौँ र तपाईँहरूलाई अर्को के पनि जानकारी गराउँ भने आजको मेरो कार्यक्रमको असिस्टेन्ट मेरो आफ्नै छोरालाई बनाइरहेको छु मैले ल अब कार्यक्रमको सुरुमा हामी यो नयाँ वर्ष कार्यक्रम सञ्चालन गर्नको लागि हामीले एउटा तयारी समिति बनाएका थियौँ र त्यो कार्यक्रम समितिका सदस्य वीरेन्द्र श्रेष्ठज्यूलाई हाम्रो यो नयाँ वर्षको कार्यक्रम कसरी यहाँसम्म आइपुग्यो र हामीले कसरी कार्यक्रम सम्पन्न गर्न जाँदैछौँ भन्ने बारेमा छोटो शुभकामना मन्तव्य दिनको लागि म यो नेपाल स्पेन समाजका नयाँ वर्ष कार्यक्रम समितिका सदस्य वीरेन्द्र श्रेष्ठज्यूलाई 2 शब्द व्यक्त गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। तर यसलाई अलिकति छुट्याउने क्रममा चाहिँ हामी सबै सभापति हामी सबै सदस्य छौँ यहाँ कोही पनि सभापति छैनौँ कोही पनि मान्य गर्नु छैनौँ कोही पनि सानो पनि छैनौँ हामी सबै बराबर हौँ। यतिखेर कसैलाई पनि यो गर्ने क्रम चाहिँ लाई अलिकति मैले छुट्याउन खोजिरहेको छ र कसैलाई आवश्यक छैन यतिखेर गर्न र सर्वप्रथम त नयाँ वर्षको शुभकामना सबैलाई। अनि यो साधारणतया हाम्रो साथीहरू स्पेन नेपाल स्पेन समाजलाई चाहिँ अलिकति वर्णन गर्नुपर्ने जस्तो देखिएको छ शब्दहरू। अब हामी बेनीति पछाडि परिएको महसुस गरेको मैले अनि साथीहरूबाट चाहिँ यो धेरै साथीहरूबाट चाहिँ एउटा चाहिँ उहाँहरूको चाहिँ भित्रको आत्माबाट चाहिँ हामी नेपालीहरूको चाहिँ एक आपसमा नमिलेको महसुस गऱ्यौँ। संसारमा जति अरू साथीहरू मिलिरहेछन् अरू ठाउँमा एउटा चाहिँ कमिटी बनिरहेको छ यहाँ त्यस्तो फिल गरेर साथीहरूले चाहिँ हाम्रो रेजिमेन्टको आयोजनामा चाहिँ सहयोग गरिदिने हाम्रो राजनीति अनि त्यस्तै हाम्रो प्रकाश भाइ होइन अनि विशेष उनीहरू चाहिँ थुप्रै अरू साथीहरू ब्याकग्राउन्डबाट साथीहरू सिए बेनिडोम होइन यसलाई म धन्यवाद दिन चाहन्छु सबैको भोजन त होइन किनभनेदेखि उहाँहरूबाट यो पहलहरूसँगै हामीलाई साथीहरू सक्छौँ भनेदेखि हामीले यहाँ केही कुरो गर्न सक्यौँ जस्तो देखिएको छ। त्यसले गर्दाखेरि हामीले यहाँ कुनै पनि कुरोहरू गर्नको लागि सुरुवातमा त जस्तै मन्दिर एउटा स्थापना गरेर हामीले जाने भन्ने हिसाबमा चाहिँ स्पेन नेपाल स्पेन समाजलाई स्थापना गरिएको छ। यो लगभग 5 वर्ष अगाडि पनि भएको थियो र यसले क्रियाशील दिन सकेन। अब यतिखेर यसलाई अझ अलिकति क्रियाशील बनाउने हिसाबमा चाहिँ हामीले लाग्नु परेको जस्तो महसुस गरेर साथीहरू यो एउटा मौका पाएर चाहिँ हामीले राम्रो हुने मौका पायौँ होइन। यसले गर्दाखेरि यति खुसी लागेको छ हामी कति नचिनेका साथीहरूले आपसमा किन मौका पाइरहेको छ यतिखेर र कति नयाँ साथीहरू देखिरहेको मनमा यति खुसी लागेको छ कि साथी आज साथीभाइ नेपालमा भइरहेको चाहे जस्तो सुकै मनमुटा भए पनि र यहाँ सबै भेट्दाखेरि एकदम खुसी हुँदो रहेछ भिडियोबाट राख्नु। अब त्यो क्रमलाई मध्यनजर गर्दै हामीले खासमा कार्यक्रम गर्ने भनेर यो भाषण दिने पोलिटिक्स भाषण दिन्छ त्यति मलाई आउँदैन। मनमा जे छ त्यो बोल्ने हो कि होइन। अब पोलिटिक्स गर्ने भने नेपालमै गरिन्थ्यो होला। अब त्यस्तो बोल्न नआएर जति मनमा छ त्यो बोल्ने कुरो हो। त्यो भएको हुनाले साथीभाइहरूले चाहिँ यस्तो आत्माबाट चाहिँ एउटा चाहिँ हामी चाहिँ मिल्नुपर्छ है यहाँ के गर्नुपर्छ भन्ने दृढ आत्मा हामीले चाहिँ दृढ आत्माले चाहिँ केही सोच्यौँ भने के हुन्छ यहाँ। त्यसले गर्दाखेरि अब अरू कुरोहरू चाहिँ हाम्रो प्रकाश भाइले नै बताउनु हुनेछ। त्यसपछि मेरो सबैलाई चाहिँ धन्यवाद है मेरो सानो बच्चाको लागि। धन्यवाद वीरेन्द्र श्रेष्ठ दाजुलाई।
माफ गर्नु होला है मलाई, किनभने मैले यो बाबुलाई यहाँ लिएर कार्यक्रम सञ्चालन गर्नुपर्ने भयो। बाबुको मम्मी पनि नभएको हुनाले बाबुलाई मैले ट्रेनिङ पनि गराउँदैछु अहिले यो कसरी होस्टिङ गर्ने भनेर। हजुर 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 तपाईँहरू सबैजनालाई म फेरि पनि नयाँ वर्ष 2071 सालको हार्दिक शुभकामना व्यक्त गर्दछु। होइन, म आज बारम्बार भन्ने छु, नयाँ वर्ष सधैँ भन्न पाइँदैन, आज मात्रै जसो। आज भर्खरै हाम्रो वीरेन्द्र श्रेष्ठ दाजुले शुभकामना मन्तव्य दिएर जानुभयो। उहाँले कार्यक्रम तयारी समितिको सदस्य भएको नाताले हामीलाई साथीहरू कतिलाई यहाँ यो नेपाल स्पेन समाज भन्ने एउटा कुनै संस्था अथवा कुनै एउटा सामाजिक संस्थाको रूपमा सङ्गठनको रूपमा गठन भइसकेको अथवा यसको कुनै एउटा कार्य समिति बनेको भन्ने कुनै भ्रम पनि हुनसक्छ। किनभने यो अहिले यो कुनै बेला नेपाल स्पेन समाज भनी गठन भएको थियो र अहिले हामीले यो नयाँ वर्ष कार्यक्रम गर्नको लागि यसको नाम प्रयोग गरेका मात्रै हौँ। किनभने हामीले छिटै नै एउटा भेला तोक्ने भएका छौँ आजको यस कार्यक्रमबाट, र त्यो भेलामा हामी सबै जम्मा भएर आफ्ना विचारहरू आदान प्रदान गरेर एउटा नयाँ समाज अथवा यही नामको समाज अथवा अर्को कुनै नामको समाज गठन गर्ने प्रक्रियामा पनि छौँ। त्यसैले सम्पूर्ण साथीहरूलाई आजको कार्यक्रम नितान्त मनोरञ्जनात्मक हुनेछ र हामी मनोरञ्जन गर्नेछौँ। हामीसँग थुप्रै गीतहरू छन्, नृत्य पनि हुन सक्ने सम्भावना रहेको छ। हामीले लाइभ म्युजिक गर्नेछौँ, साथै म्युजिक ट्र्याक गर्ने साथीहरू पनि हुनुहुन्छ। अरू कोही साथीहरू भाइ बहिनीहरूसँग कुनै प्रतिभा छ भने तपाईँहरूले आफ्नो प्रतिभा नलुकाइकन हाम्रो यो मञ्चमा प्रस्तुत गर्नको लागि आफ्नो नाम सिपाइदिन पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। र अबको अर्को कार्यक्रम के रहेको छ भने आज हामीहरूको बिचमा हाम्रै साथी भाइहरूको बुबा आमाहरू यहाँ हुनुहुन्छ, नेपालदेखि आउनुभएको छ र हामीले उहाँहरूलाई हाम्रो यो कार्यक्रममा सम्मान गर्नेछौँ। किनभने उहाँहरूलाई हामीले सम्मान गर्नुपर्ने हुन्छ। उहाँहरू भनेको हाम्रो अभिभावक हो, उहाँहरूबाट हामीले सिक्नुपर्छ। त्यसैले आजको कार्यक्रममा हाम्रा पाहुना अतिथि बुवालाई सम्मान गरिदिनका लागि हाम्रो कार्यक्रम तयारी समितिका संयोजक लाल बहादुर केसी ज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हजुर, हाम्रो अभिभावक हुनुहुन्छ नेपालदेखि आउनुभएको नरेन्द्र साकेज्यू र अञ्जली साकेज्यूलाई यहाँ कार्यक्रममा स्टेजमा आमन्त्रण गर्न चाहन्छु र उहाँहरूलाई स्वागत गर्नका लागि, उहाँहरूलाई सम्मान गर्नको लागि हाम्रो यो नयाँ वर्ष कार्यक्रम तयारी समितिका संयोजक लालबहादुर केसी दाजुलाई म दोस्रोमा अथवा खाना उडाएर सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई ताली बजाएर स्वागत र सम्मान गरिदिनुको पनि म हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनुको म हार्दिक अनुरोध गर्दछु। नेपालदेखि आउनुभएको हाम्रै बुवा हुनुहुन्छ नरेन्द्र साके, त्यसै गरी आमा अञ्जली साके हुनुहुन्छ
उहाँहरूलाई हामी नयाँ वर्ष 2071 को यस विशेष कार्यक्रममा स्वागत अथवा सम्मान गर्छौँ। र यो सम्मान कार्यक्रमपछि यस कार्यक्रममा आएर र यो हामी धेरै देश टाढा छौँ, हाम्रो उहाँहरूको छोराछोरीहरू यहाँ बस्नुहुन्छ र यस क्रममा यस्तो कार्यक्रम यहाँ हुँदाखेरि बुवाले कस्तो महसुस गर्नुभयो, म दुई चार शब्द बुवाबाट सुन्न चाहन्छु। अचानक मेरो भाग्यको बेनीको स्टेनमा सम्मान हुन आइपुगे। भाग्य आफ्नो तर्फबाट यहाँले गर्नुभएको माया सद्भावना भन्ने मलाई विश्वास लागेको छ र अन्तमा नयाँ वर्षको शुभकामना यहाँहरू सबैलाई टक्राउने अवसर पाएकोमा ज्यादै खुसी लागेको छ। धन्यवाद। धन्यवाद बुवा नरेन्द्र साके र बुवा अञ्जली साकेज्यूलाई र सबैजनालाई धन्यवाद। बुवाले यहाँ देश विदेशमा आएर पनि यस्ता कार्यक्रममा उपस्थित हुन पाउँदा निकै खुसी र गर्व भएको महसुस गर्नुभएको छ र अब हामी कार्यक्रमलाई एकदम छिटो अघि बढाउनेछौँ, किनभने कोही साथीहरू, कोही दाजुभाइहरू, कोही दिदीबहिनीहरू निकै पहिलादेखि कार्यक्रममा आइसक्नु भएको छ भने कोही आउने क्रम जारी छ। त्यसैले हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ र अबको दोस्रो कार्यक्रम भनेको हामी सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाउनेछौँ र सांस्कृतिक कार्यक्रम सुरु गर्नुभन्दा पहिला म हाम्रो राष्ट्रिय गीत बजाउनेछु र हामी सबैजना राष्ट्रिय गान गाउनेछौँ आफ्नो आफ्नो मनबाट। धन्यवाद।
राष्ट्रिय गीत हामीले प्रस्तुत गर्यौँ। अब हामी सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाउनेछौँ। हामीसँग गीत प्रस्तुत गर्नको लागि अब म हाम्रो सांगीतिक टिमलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु र आजको हाम्रो सांगीतिक टिममा हुनुहुन्छ किरण सुवेदी, त्यसै गरी हाइवे ब्यान्ड पोखराका मेम्बर निकास गुरुङज्यू, त्यसै गरी माधवमा साथ दिनको लागि आउँदै हुनुहुन्छ निकास गुरुङज्यू र किरण सुवेदीलाई म पहिला आमन्त्रण गर्न चाहन्छु मञ्चमा। त्यसपछि म उहाँहरूको समूहको बारेमा जानकारी गराउनेछु। निकास गुरुङ र किरण सुवेदीज्यू, उहाँहरूले म्युजिक सेट गर्दै हुनुहुन्छ र यो क्रममा म फेरि पनि तपाईँहरूलाई के आग्रह गर्न चाहन्छु भने तपाईँहरूसँग अथवा तपाईँहरूका बाबु नानीहरूसँग कुनै प्रतिभा छ भने उहाँहरूको प्रतिभा प्रस्तुत गर्नको लागि हामीलाई नाम छुपाउनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। दाइको यो चाहिँ खिच्दिनँ है, मैले यो चाहिँ खिच्दिनँ। एकदम तपाईँ खिच्नु त सिकाएर आउनु पर्यो। तपाईँ दाइलाई दिन्छु। ब्याट्री ठिक छ, मैले अर्को चार्जर राखिरहेको छु। हेलो, हेलो 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 यो लाइभ लाइभ ग्रुप काका म त फ्यामिलीलाई केही विश गर्न चाहन्छु, गर्नु थियो। लाइभ हो, इन्टरनेटमा लाइभ हो क्या यो। हामीलाई ह्याप्पी न्यु इयरमा मैले मेरो फ्यामिलीलाई धेरै दिएको छु। अल द बेस्ट, गुड लक। ल ह्याप्पी न्यु इयर है सबैलाई। स्पेनवासीहरू अब नेपालमा रहनुभएको सबैले रहनुभएको नेपालीहरूलाई मेरो म पढ्नु सबैलाई हार्दिक मङ्गलमय शुभकामना 2051 सालको है। ल धन्यवाद, अल द बेस्ट। यो चाहिँ नि नेपाली स्पेन .us हो कि त्यसमा चाहिँ लाइभ हो होइन। फ्यामिलीलाई विश गर्न छ भने गर्नुहोस् है। ल लाइभ इन्टरनेट विश गर्न छ भने गर्नुहोस् फ्यामिलीलाई।
Hello, ladies and gentlemen, please. Ladies and gentlemen, please. Ladies and gentlemen, please. Hello.